अरे के चाहिँ भाउजूको घर मिना आइसक्यो हाम्रो यहाँ छ एकजना ब्युटिफुल लेडी राम्रो आएको मेरो त दिस इज माई भिडियो गाइस यता छौँ हामी चाहिँ बाई 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 भाउजू बाइमला हामी वाउ ल गाइजहरू उहाँहरू चाहिँ अब जानु लाग्नुभएको छ है ल हामी चाहिँ आज जोन चामलिङको क्याफेमा जान लागेको छौँ थ्याङ्क यू मेरो उहाँ चाहिँ ह्याप्पी कस्टमर हुनुहुन्छ अनि यहाँ मेरो ड्राइभर निसाप हुनुहुन्छ ए यो पनि गाईघाट बिट्सबाटै हो यो पनि गाईघाट बिट्सकै हो हेर्नुहोस् यहाँ सब मेरो गाईघाट बिट्सको उहाँहरू चाहिँ कस्टमर हुनुहुन्छ त्यही भएर आज मैले उहाँहरूलाई एउटा कफी खुवाउन जाँदैछु म के गरी चढेँ यहाँ यो छैन निकालेको थिइनँ क्या मेरो सुटु पेन निक्लेन क्या हौ हाम्रो चर्चबाट होइन सिधै त्यो जाने बाटो क्या बालिका मोडदेखि तिनजना बोक्दैछ यहाँ तिनजना बाइकहरू तिनजना बोकेको छ यो चाहिँ हाम्रो बाध्यता है रुल चाहिँ हामीले उ गरे होइन ल बाध्यता हो नि हामी चाहिँ गाइज यहाँ चाहिँ जोन चामलिङको क्याफे आएको छु म आत्मरञ्जन आउटलेट एन्ड क्याफे ल यता हेर्नुहोस् त गाइजहरू मेरो 15 मा हेलो हेलो हामी चाहिँ यहाँ जोन चामलिङको क्याफेमा छौँ गाइज ए यहाँ उनीहरूको ब्रान्डको त्यो रहेछ होइन मेरो चाहिँ लेमोनेड आयो गाइज म चाहिँ आत्मरञ्जन यो चाहिँ जोन चामलिङ रहेको क्याफेमा छु अनि मेरो चाहिँ यो चाहिँ एकदम स्पेसल यो चाहिँ यस्तो छ एम्बियन्स चाहिँ दामी छ कस्तो राम्रो लाग्यो यहाँ चाहिँ हुनुहुन्छ हाम्रो छोरी चेलीहरू सबै आफ्नो आफ्नो तालमा अनि म चाहिँ छु उमेर 55 को दिल चाहिँ 55 को टाइपको हामी चाहिँ यहाँ आफ्नो आफ्नो तालमा थियौँ अनि त्यसपछि हाम्रो कन्डक्ट चाहिँ आइसकेको थियो अनि यहाँ सबैले चाहिँ टिकटक बनाइरहेकोले गर्दा होइन गीत चाहिँ कपिराइट लाग्छ भनेर मैले चाहिँ भोल्युम चाहिँ अफ गरिदिएर यहाँ मेरो भोइस लगाएको नि अब फेरि कपिराइट भनेर आइहाल्छ अनि त्यही भएर गाह्रो छ हौ क्याफेतिर गयो घुन्नु गीत बजाएर हुन्छ अनि हामी चाहिँ अब नर्मली ब्लगहरू यस्तो भिडियो मेमोरीको लागि भिडियोहरू बनाउन चाहिँ गाह्रो क्या अनि मेरो चाहिँ फेभरेट हो क्या लेमोनेड म यो काठमाडौँ धरान जहाँ गए पनि प्रायः यही खान्छु क्या अनि पिउँछु अनि त्यसपछि मैले चाहिँ पिएँ उसले चाहिँ फोटो खिच्नलाई हतार लाँदैछ अनि यहाँ सबै चाहिँ प्रायः चाहिँ होइन खानुभन्दा पनि धेरै चाहिँ फोटो खिच्नै गएको थियौँ कि अनि म चाहिँ यो चिकन राइस बोल चाहिँ स्पेसली खानु आएको है यहाँको भनेर मैले देखाउँदै थिएँ तर यहाँ ब्याकग्राउन्ड म्युजिक धेरै नै भएकोले गर्दा चाहिँ मैले यो भोइसमा यस्तो गाह्रो हुँदैछ मलाई यस्तो राम्रो हाम्रो स्वरहरू आएको थियो त्यहाँ के गर्नु ब्याकग्राउन्ड म्युजिकले गर्दा म चाहिँ कस्तो खानु पाएर कस्तो लाग्यो भन्दै थिएँ सबै खानु पाएर खुसी छु भन्दै थिएँ अनि म पनि खानु पाएर खुसी छु भनेको थिएँ मैले मेरो सुनाउनै पाइनँ के गर्नु साह्रै मनपर्छ के यो चाहिँ
तान तान कसले लामो तान्छ त्यसलाई अर्को पनि किनिदिन्छु खिलुले खान्ला जस्तो छ है कुसुमले खाला जस्तो छ गाइज उसको लामो भइसक्यो ओइ सकिस् लु भो ले गाइज आज चाहिँ लास्टै बोर भयो कि अहिले यहाँ भिडियो एडिट गर्दा चाहिँ लास्टै बोर भयो कि पछाडि यत्रो ठुलो ब्याकग्राउन्ड म्युजिक बजाएको रहेछ कि कपिराइट लाग्छ भनेर डरले हेर्नु न यहाँ मैले भोइस ओभर गर्दैछु खत्तम भयो नि कसले लामो तान्ने भनेर हामी त्यो चिजलाई तन्काउँदै थियौँ कि कस्तो हाँसी तन्काएको थियौँ कि अब के गर्नु हाँसेको सुर लाउनै पाएन गाह्रो छ हौ खत्तम भइहाल्यो नि ए हुन्छ होइन ठिकै छ हामीलाई गाइज हाम्रोमा चाहिँ यो आइसकेको छ यस्तो गरेर यहाँनिर चाहिँ हामीले खाना लागिसकेका छौँ मिठो भएन कहाँको मिठो लाग्यो मलाई पनि देऊ न हौ महिना मात्रै खान्छ तपाईँ सुबिजाले रिजर्भ गरेर हामीलाई त फोन नै आएन मिस्टारै साथी हो गाईहरू यसरी खाँदा कस्तो हुन्छ यो चाहिँ मेरो अर्ग्यानिक नेपाली पाराला यो चाहिँ मेरो गाइज अर्ग्यानिक पाराला किम्ची हो गयो है के गर्नु हो त्यही मिठो खाएको है मिक्समा मिठो भयो मेरो राइस बोल मात्रै राख्नु राइस खोलिदिनु त अलिकति ए राइस खोल्नुहोस् त होइन मिठै छ खाऊ 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 तिमीहरू खाऊ खाऊ ए आज हुँदैन क्या खाऊ खाऊ किन मासु त ठुलो भेटे त अनि किम्ची भनेको चाहिँ गाईको गुन्द्रुक हो गुन्द्रुक कालेर बनाएको अब कोही कोही त जान्छ होला यहीँ आएर बनाएको भ्लगमा त कपिराइट लाग्दैन होला नि जुन सर भन्नु सकिएर सब इन्जोय गरेर अब हामी चिकन राइस बोलाउनु भएको छ सबै हाल्नु चाहिँ लास्ट भएको दुईवटा आउँछ खा खा पुरा नदेऊ उतामा बेस्ट हो त्यस्तो खान्छ नि चिकन कटीहरू एउटा काटेमै भाउ छ अरे
यहाँ चाहिँ हाम्रो राइस बोल आइसकेको छ, चिकन राइस बोल। यो चाहिँ टन्नै हुने रहेछ, एकजनालाई त खाइ नै सक्दैन, 2जना त चाहिन्छ। अनि हामीले 5जना भए पनि थोरै खाने भनेर 2टा मात्रै मगाएको थियौँ। अनि हामी चाहिँ यहाँ फोटो खिच्दैछौँ हतार। यो स्पेसल भनेर यही खान गएको क्या हामी चाहिँ खास चाहिँ। अनि हामी यस्तरी खान थाल्यौँ नि। हामी चाहिँ सबै खाइसकेर बाहिर एकछिन फोटो खिच्नु भनेर यसो बाहिरको भ्यूजहरू पनि देखाउँदैछौँ। अनि यहाँ चाहिँ हामी फोटोहरू खिच्यौँ, टिकटकहरू बनायौँ टन्न खाएर। अनि त्यसपछि घरतिर हिँड्यौँ। के त्यो होइन थोरै लाग्छ नि, तर धेरै हुन्छ क्या त्यो भनेको 99 सबमा त्यही हो नि। अनि हामी चाहिँ खाइसकेर अलिअलि हामी यति यहाँ चाहिँ के हो हामीले चाहिँ गरेको सपिङ। अनि हामी चाहिँ यसरी फर्क्यौँ गाइज रातिको समयमा, पानी पनि पर्न पुग्दैछ। 3जना चाहिँ गइसक्यो, छोरी र म चाहिँ यसरी जाँदैछौँ स्पिडमा। हाम्रो चाहिँ थोरै सपिङ थियो त्यही भएर यसपालि चाहिँ हामी फुलको गार्डन जान पाएन। अनि यत्तिकै भोलि मजाले सुतेर बिस्तारै जान्छु बिहान। तिमीहरूको छुट्टी होइन भोलि पनि? ए भोलि घुम्न जानुपर्छ के हो गाई, थाहै छैन बिहानभरि।